चाहिँ यो मुजक्सान चढ्नेको ट्याक्क उद्गम ठाउँमा छु। यो बाटो चाहिँ खास गरी दुईटा बाटो छ। मजाको छ भने यो विशाल चट्टानमा एउटा ढुङ्गा अड्डिएको छ। यो कसरी अड्डियो होला है? यो यस्तै छ। आजको यात्रा चाहिँ मुजक्सान छ, जसको उचाइ चाहिँ समुद्र सतहदेखि अनि 702 मिटर मात्र रहेको छ। यो चाहिँ किमेको दोस्रो ठुलो पहाड हो। यस्तो सिँढीहरू चाहिँ मजाले देख्न सकिन्छ। यस्तो म चाहिँ अहिले फाइनल्ली यो मुजक्सानको चुचुरोमा आइपुगेको छु। यो चाहिँ मलाई करिब 1 घन्टा लाग्यो। यो पहाड चाहिँ किमेको दोस्रो ठुलो पहाड हो, जसको उचाइ चाहिँ करिब 702.5 मिटर मात्र रहेको छ समुद्र सतहदेखि। किमेको एउटा राम्रो पहाड हो। यसलाई बिना जोडीको पहाड पनि भनिन्छ। हजुरले गुगलमा सर्च गर्नुभयो भने यो मुजक्सानको अर्थ के हो त भनेर सर्च गर्नुभयो भने बिना जोडीको पहाड हो भन्छन्। यो चाहिँ किमेमा पर्ने यो दोस्रो ठुलो पहाड हो। यसबाट चाहिँ यो एउटा ठुलो खोला पनि देखिन्छ भने किमे सहर अनि मिर्याङ सहर पनि मजाले देख्न सकिन्छ। म चाहिँ अहिले यो कोरियाको यो किमे सीमा पर्ने यो दोस्रो ठुलो पहाड मुजक्सान जाने तर्खरमा छु। यो हजुर देख्न सक्नुहुन्छ, यहाँ चाहिँ बोर्डहरू रहेको छ। यतापट्टि चाहिँ सब पार्किङ मात्रै रहेको छ। यो चुचाजाङ हो। अब यहाँ चाहिँ मान्छेहरू धेरै आइसके। अब हामी जानुपर्ने चाहिँ यतापट्टि हो। यो पहाड चाहिँ करिब 702 मिटर मात्र रहेको छ। कोरियाको किमेमा पर्ने दोस्रो ठुलो पहाड हो यो। हामी चाहिँ लगभग 1.5-2 घन्टामा हामी यो पहाड चढ्नेछौँ। अब चाहिँ हामी यस्तै बाटो जाँदैछौँ। यो चाहिँ सुरुवाती बिन्दु हो। यो बाटो यस्तै छ। त्यसपछि जङ्गल पस्नेछौँ। जङ्गल पस्दै पस्दै भित्री बाटोहरू हिँड्दै हिँड्दै हामी जानेछौँ। करिब 1-2 घन्टाको दूरीमा चाहिँ यो मुजक्सान पहाडको यात्रा गर्नेछौँ। अहिले चाहिँ यो मुजक्सान चढ्नेको ट्याक्क उद्गम ठाउँमा छु। यो बाटो चाहिँ खास गरी दुईटा बाटो छ। यो यताको बाटो र यताको बाटो छ। यो चाहिँ अलिकति सजिलो छ। यो चाहिँ अलिकति गाह्रो छ, तर दूरी चाहिँ लगभग यताबाट चाहिँ 2.2 किलोमिटर छ भने यताबाट चाहिँ 3 किलोमिटर रहेको छ। हामी चाहिँ आज यो बाटो जानेछौँ। करिब यहाँबाट 1 घन्टा समथिङ लाउँछ होला। अब हामी जाने बाटो चाहिँ यस्तै हो। बिस्तारै बिस्तारै जान्छौँ। यस्तै छ। आजको यात्रा चाहिँ हाम्रो मुजक्सान रहेको छ। यो चाहिँ कोरियाको दोस्रो ठुलो पहाड हो। कोरियाको किमेको दोस्रो ठुलो पहाड, जसको उचाइ चाहिँ 702 मिटर मात्र रहेको छ। यो चाहिँ किमेको सेङ्रिममा पर्दछ। अब हेरौँ, हामी जाँदैछौँ। यो चाहिँ मेरो पहिलो पहाड जहाँ यहाँबाट स्टार्ट गरेको थिएँ। ट्याक्कै 1 वर्ष भयो। मैले सुरुमा चढेको पहाड यही हो। यसपछि मैले 2 दर्जन जति पहाडहरू चढेँ होला। तर आज ट्याक्कै 1 वर्ष भयो। अनि आज म चाहिँ फेरि यो पहाड चढ्न गइरहेको छु। पहिलाकोमा चाहिँ भिडियो चाहिँ खासै बनाइएन। अहिले चाहिँ भिडियो बनाउँदै गइरहेको छु। आउनु, अब हामी जाँदैछौँ। हामी अहिले जाँदाखेरि चाहिँ बाटोमा यस्तो पनि देखियो। यो चाहिँ कसको झोला रहेछ? यो झोला चाहिँ यस्तो राखिदिएको रहेछ। यस्तो चाहिँ नेपालमा भयो भए यसलाई खोलेर के छ कसो छ भनेर हेरेर है के हो चोरी पनि हुन्थ्यो। यहाँ चाहिँ धन्दा केही भएको छैन। यहाँ चाहिँ मजाले राखिदिएको छ। अनि पछि हराएको मान्छेले चाहिँ पछि फेरि आएर लिएर जान्छ। बाइचान्स यो नेपालमा भएको भए यो चाहिँ यसलाई चोरेर भएर के छ भित्र है लिएर जान्थे।
यो चाहिँ कोरिया हो। कोरियामा चाहिँ यस्तो सेप पनि हुन्छ। बाइचान्स केही सामान हरायो भने डराउनु पर्दैन, सुरक्षित ठाउँमा चाहिँ हुन्छ है। हामी चाहिँ जाँदैछौँ, बिच बाटोमै छौँ अझै। यस्तै छ, जाने बाटोहरू यस्तै यस्तै छन्। यो जाने क्रममा चाहिँ सिँढीको, यो काठको सिँढी पनि रहेछ है। बल्ल हामी 700 मिटर माथि चढेका छौँ। अझै 1.5 किलोमिटर त अझै माथि चढ्नुपर्ने हुन्छ। मौसम चाहिँ आज तुवानो लागेको छ। भाइ आउँदैछन्, थकै लागिसक्यो है। म अहिले चाहिँ यो मुजक्सान चढ्ने बाटोमै छु। बिचमा चाहिँ यो हुन्दुल फावर एउटा ढुङ्गा चट्टान रहेछ। यो चाहिँ हेर्नु न कस्तो मजाको छ भने यो विशाल चट्टानमा एउटा ढुङ्गा अड्डिएको छ। यो कसरी अड्डियो होला है। यो चाहिँ हुन्दुल पावर भन्छ यसलाई चाहिँ। यो पहिला चाहिँ यसलाई चाहिँ हाम्रो यो कोरियामा पनि देवी देवता मान्ने चलन रहेछ। यसलाई चाहिँ पूजा गर्छन् भन्ने सुन्नमा आएको छ। यो 40-50 वर्ष अगाडि चाहिँ यो दाउरा काट्ने बेलामा चाहिँ यहाँ चाहिँ आएर विश्राम गर्थे अरे। यो चाहिँ विश्राम स्थल हो। अनि बिचमा चाहिँ यो चट्ट हेर्दा चाहिँ यो केटा मान्छेको जस्तो आकृति देखिन्छ। ट्याक्क यहाँ चुचुरो छ, यो चाहिँ ट्याक्क चुचुरो छ। यो चाहिँ मान्छेको आकारको जस्तै छ। यसलाई चाहिँ यो उताबाट हेर्दा चाहिँ यो महिलाको आकृति देखिन्छ भने यता अगाडिबाट हेर्दा चाहिँ यो पुरुषको आकृति देखिन्छ। यो हेर्नु न कस्तो मजाले अड्डेको छ कि यस्तो हावाहुरी आउँदा पनि केही भएको छैन। यो चाहिँ 40 वर्ष अगाडिदेखिको यो ढुङ्गा अरे। हेर्नु त यहाँ कोरियामा चाहिँ हावाहुरी त्यत्रो आउँछ र पनि केही भएको छैन। यस्तै छ। यो यसलाई चाहिँ ढुङ्गाको एउटा चट्टान, एउटा देवी देवता मान्दो रहेछन्। जाँदैछौँ हामी। सब यो पाता जाति झरेर हेर्नु न, रुख सबै खाली छ, सब पाता जाति झरेर यस्तो छ। चाहिँ अहिलेको मौसम चाहिँ हल्का सिमसिम पानी परे तापनि घाम लागिसक्यो। भर्खर हल्का सिमसिम पानी परेको थियो, अनि भर्खर घाम लाग्यो। आजको मौसम चाहिँ के हो अनुमान गर्नै गाह्रो भयो। हामी जाँदैछौँ, अझै 1 किलोमिटर जति छ। अब हामी चाहिँ 40-45 मिनटमा चाहिँ आजको यात्रा चाहिँ पार गरिन्छ। आजको यात्रा चाहिँ मुजक्सान रहेको छ। यो चाहिँ समुद्र सतहदेखि 702 मिटर मात्र रहेको छ। यो चाहिँ किमेको दोस्रो ठुलो पहाड हो। यो चाहिँ किमेको सेङरिङमा पर्दछ। यो मुजक्सानलाई चाहिँ कोरियामा चाहिँ बिना जोडीको पहाड पनि भन्छ। यो सुन्दर पहाड पनि हो, जहाँबाट चाहिँ यो नाक्दोङखाङ एउटा खोला रहेको छ। त्यो चाहिँ मजाले देखिन्छ। मिर्याङ सहर अनि किमे सहर पनि मजाले देख्न सकिन्छ। जाने बाटोहरू यस्तै छ। काठका सिँढीहरू आइसकेका छन्। कोही मान्छे झर्दैछन् भने कोही मान्छे हामीसँगै जाँदैछन्। भर्खर हामीले एउटा चट्टान पार गऱ्यौँ जसको नाम थियो हुदुन पहाड, जुन चाहिँ एउटा विशाल चट्टानमा मजाले एउटा ढुङ्गा, ठुलो ढुङ्गा चाहिँ अड्डिएको छ। हावाहुरी आउँदा पनि केही हलचलै हुँदैन। त्यस्तो चाहिँ यो ढुङ्गा चाहिँ 40-50 वर्ष अगाडिदेखि त्यस्तै रहेको छ भनेर त्यहाँ पनि लेखेको थियो। अनि यता भोटेहरूले पनि भन्दै थिए यो चाहिँ चट्टानमा चाहिँ देवी देवताको बास रहेको छ भनेर पनि भन्दै थियो। यहाँ पनि कोरियामा पनि
देवी देवतालाई चाहिँ मान्ने गर्दछन्। विशेष गरी बुद्धकालीन समयमा चाहिँ यहाँ चाहिँ धेरै बुद्धलाई मान्ने गरेको पाइएको छ। कोही मान्छे चाहिँ आइसक्यो चढ्दैछन् भने कोही मान्छे हामी सँगै चढ्दैछन्। यस्तै छ। आजको यात्रा चाहिँ मुजक्सान रहेको छ, जसको किमेमा पर्दछ। नस्यो बाटो चाहिँ अलिकति गाह्रो गाह्रो रहे तापनि नस्यो सिडी चाहिँ मजाको छ है। ओ त मजाको सिडी छ, यस्तो ढुङ्गै ढुङ्गा रहेको छ। नस्यो यहाँ चाहिँ स्वागत गऱ्यो भने स्वागत पनि पाइन्छ है। कोरियामा चाहिँ त्यति चाहिँ पाइन्छ। विशेष गरी माथिबाट पहाडबाट झर्नेहरूलाई चाहिँ माथि उक्लिने मान्छेहरूले चाहिँ यसो स्वागत गर्दछन्। अनि त्यही स्वागत स्वरूप हामीले पनि एउटा स्वागत पाइन्छ। बीच बाटोमा चाहिँ यस्तो यस्तो सिँढीहरू म्याक्सिमम देख्न पाइन्छ। ल मजाको सिँढी चाहिँ रहेको छ। यो चाहिँ मेरो दोस्रो पटक रहेको छ। यस्तै छ। ठ्याक्क 1 वर्ष अगाडि चाहिँ मैले यो पहाडको यात्रा गरेको थिएँ। मेरो सुरको पहाड नै यो पहाड हो। त्यसपछि मैले 20 वटा जति पहाडहरू पुरा गरेँ, जसमा एउटा मेडल पनि प्राप्त भयो, जुन चाहिँ मैले भिडियोमा हालिसकेको छु। हिँड्ने बाटोहरू चाहिँ यस्तै यस्तै रहेका छन्। यस्तै छ। आजको यात्रा चाहिँ मुजक्सान छ, जसको उचाइ चाहिँ समुद्र सतहदेखि अनि 702 मिटर मात्र रहेको छ। यो चाहिँ किमेको दोस्रो ठुलो पहाड हो। यस्तो सिँढीहरू चाहिँ मजाले देख्न सकिन्छ। यस्तो सिँढीहरू पार गर्दै गर्दै अब चाहिँ हामी करिब 20-25 मिनटको दूरीमा चाहिँ हामी पार गरिन्छ। आजको यात्रा चाहिँ मुजक्सान। ल हामी जाँदैछौँ। यस्तै छ बाटो चाहिँ। अहिले चाहिँ हामी यो मुजक्सान चढ्ने तर्खरमा चाहिँ यो बीच बाटोमा चाहिँ यस्तो मजाको रुख पनि देखियो। यो 3टा रुख चाहिँ एक आपसमा जोडिएको छ। 1 2 3टा जोडिएकोले यहाँ चाहिँ एउटा चित्र पनि राखेको रहेछ। यसलाई चाहिँ सामसाङ एन्ड्रिमोक 3टा चाहिँ रुख जोडिएको भाग हो। यो चाहिँ ढुङ्गाबाट आएको छ। त्यही पनि मजाको हेर्नु त कति मजाको छ। यो 3टा रुख चाहिँ एक आपसमा जोडिएर चाहिँ यो चाहिँ पहिलो दोस्रो तेस्रो चाहिँ यस्तो मजाले देखाएको छ। यो रुखलाई चाहिँ एङ्गल भएको छ। यो चट्टानबाट आएर यो 3टा रुख चाहिँ एक आपसमा जोडिएर चाहिँ बनेको छ। हामी चाहिँ मुजक्सान जाने तर्खरमै छौँ। यो मुजक्सान जाने बाटो चाहिँ यही हो। अब हामी चाहिँ करिब 10-15 मिनटमा चाहिँ हामी यो मुजक्सानको चुचुरो पुग्नेछौँ। यो चाहिँ किमेको सेङ्ग्रिममा पर्दछ, जसको उचाइ चाहिँ समुद्र सतहदेखि लगभग 702 मिटर मात्र रहेको छ भने यो किमेको दोस्रो ठुलो पहाड पनि हो। अब हामी हिँड्दैछौँ। यस्तै छ बाटोहरू।
करिब पुग्न लागे। अझै म चाहिँ पुग्नुपर्ने चाहिँ अझै 500 मिटर मात्र रहेको छ। म जाने बाटो चाहिँ यही हो। हामी चाहिँ करिब 2 किलोमिटर माथि आइपुगेका छौँ। हामी झर्ने बेलामा चाहिँ यो बाटो झर्छौँ। यो बाटो पनि सजिलो छ बाटो चाहिँ। हामी चाहिँ अलिकति गाह्रो बाटो आएको, अनि झर्ने बेलामा चाहिँ हामी सजिलो बाटो झर्नेछौँ। अब हामी चाहिँ करिब 500 मिटर मात्र हिँड्यौँ भने चाहिँ आजको यात्रा तय गर्नेछौँ। यो आजको यात्रा मुजक्सान रहेको छ। किमेमा पर्ने दोस्रो ठुलो पहाड हो, जसको उचाइ चाहिँ करिब 702 मिटर मात्र रहेको छ। एकदम राम्रो पहाड हो यो, मलाई एकदम राम्रो लाग्यो। यो मेरो चाहिँ दोस्रो चोटि हो। सुरुको पहाड चाहिँ मैले यसैबाट चाहिँ सुरुवात गरेको थिएँ। आज फेरि ट्याक्कै 1 वर्ष भयो म चाहिँ यो पहाड फेरि आएको छु। फाइनली चाहिँ आजको यात्रामा को दूरीमा चाहिँ आइयो है। यो मुजक्सानको यो चुचुरोमा चाहिँ आइयो भनौँ। यही हो आजको यात्रा चाहिँ। यो मुजक्सान रहेको छ र यहाँ आइयो। हजुरले देख्न सक्नुहुन्छ यो ढुङ्गामा कुदेको मुजक्सान भनेर। राम्रो छ है। मेरो यो दोस्रो पटक चाहिँ म यहाँ आएँ। ट्याक्कै 1 वर्षमा चाहिँ मैले फेरि आजको यसको यात्रा चाहिँ पुरा गरेँ। सिन्सङबोङ एकदम राम्रो छ। यो सिन्सङ भनेकै राम्रो हो। यो मुजक्सान यो किमेको दोस्रो ठुलो पहाड हो। मजाले देख्न सक्नुहुनेछ। कोही मान्छे चाहिँ धेरै मान्छे चाहिँ फर्किसके। हामी चाहिँ भर्खर आएको। मैले चाहिँ ठ्याक्क 1 वर्ष अगाडि चाहिँ यसैको फोटो हालेको थिएँ। मजाले देख्न सक्नुहुन्छ। नाक्दोङखाङहरू रिभरहरू मजाले यहाँ देखिन्छ। आज चाहिँ अलिकति तुवालो लागेकोले अलि भिडियोहरू खासै क्लियर आएको छैन। मौसम चिसो छ। म्याक्सिमम कोरियनहरू चाहिँ झरिसके। आजको यात्रा चाहिँ यो मेरो मुजक्सान रहेको थियो, जसको उचाइ चाहिँ 702.5 मिटर मात्र रहेको छ। यो चाहिँ किमेमा पर्दछ भने हो तपाईँ चाहिँ नाक्दोङखाङ नदी हो। यो किमे हुँदै हुँदै मिर्याङतिर जान्छ। यो उतापट्टि चाहिँ मिर्याङ हो सबै। यो किमेमा पर्ने यो दोस्रो ठुलो पहाड मुजक्सान आजको यात्रा रहेको थियो। आयो मुजक्सान आयो, मात्र 702 मिटर माथि आयो मुजक्सान आयो। चाहिँ अहिले फाइनल्ली यो मुजक्सानको चुचुरोमा आइपुगेको छु। यो चाहिँ मलाई करिब 1 घन्टा लाग्यो। यो पहाड चाहिँ किमेको दोस्रो ठुलो पहाड हो, जसको उचाइ चाहिँ करिब 702.5 मिटर मात्र रहेको छ समुद्र सतहदेखि। किमेको एउटा राम्रो पहाड हो। यसलाई बिना जोडीको पहाड पनि भनिन्छ। हजुरले गुगलमा सर्च गर्नुभयो भने यो मुजक्सानको अर्थ के हो त भनेर सर्च गर्नुभयो भने बिना जोडीको पहाड हो भन्छन्। यो चाहिँ किमेमा पर्ने यो दोस्रो ठुलो पहाड हो। यसबाट चाहिँ यो एउटा ठुलो खोला पनि देखिन्छ भने किमे सहर अनि मिर्याङ सहर पनि मजाले देख्न सकिन्छ। आज चाहिँ हल्का तुवालो लागेकोले खासै क्लियर रहेको छैन भने धेरै मान्छे चाहिँ आएर झरिसके। आजको यात्रा चाहिँ मुजक्सान रहेको थियो। यो किमेको एकदम लोकप्रिय पहाड हो। एकदम राम्रो पहाड पनि भन्छु म। ट्याक्कै म 1 वर्षको अन्तरालमा फेरि मैले दोस्रो पटक आजको यात्रा पार गरेँ।
यो मुजक्सान मेरो सबभन्दा मनपर्ने पहाड पनि हो। यो पहाड मलाई चाहिँ एकदम मनपर्छ। यो मेरो सबभन्दा पहिला चाहिँ मैले यो पहाडको यात्रा गरेको थिएँ भने त्यसपछि मैले 20 वटा जति पहाडहरू चढेँ, जसमा पनि मैले एउटा मेडल पनि प्राप्त गरेँ। त्यसैले मैले यसलाई चाहिँ राम्रो पहाड पनि भन्छु। यो पहाड मलाई एकदम मनपर्छ। यो किमे नजिकै हुनुहुन्छ भने कृपया आउनु होला, भिजिट गर्नु होला। जम्मा 702 मिटर मात्रै माथि रहेको छ, जहाँबाट चाहिँ हजुरले मजाले किमे सहरहरू, मिर्याङ सहरहरू अनि यो नागदोङखाङ एउटा रिभर छ मजाले देख्न सकिन्छ। ऊ त्यतापट्टि चाहिँ एउटा रिभर हो, हजुरले देख्न सक्नुहुन्छ। बाहिर त देखाऊ, रिभरहरू मजाले देख्नुहुन्छ। आज चाहिँ खासै मौसम क्लियर नभएकोले खासै देखिएको पनि छैन होला, तर पनि यो चाहिँ रिभर हो। ल कोही मान्छे चाहिँ आउँदैछन्, भर्खर आउँदैछन्। हामी चाहिँ आइसक्यौँ, फोटो पनि खिच्यौँ।